कहिलेकाहीँ एउटा फोनले नै वर्षौँदेखि दबिएको पीडा फेरि जीवित बनाइदिन्छ र त्यो रात आएको एउटा फोनले मेरो जीवन नै बदलिदियो। 2 वर्ष अघि उसले मलाई छोडेर गएको थियो। त्यसपछि हामी बीच कुनै कुरा भएको थिएन, तर त्यो रात अचानक उसको फोन आयो। रातको ठीक 11 बजेको थियो। बाहिर हल्का वर्षा परिरहेको थियो। झ्यालको सिसामा पानीका थोपा बगिरहेका थिए। म कोठाको बत्ती निभाएर झ्याल नजिक बसेकी थिएँ। हातमा एउटा पुरानो डायरी थियो। त्यो डायरीको प्रत्येक पानामा एउटा नम्बर र नाम बारम्बार लेखिएको थियो। त्यो थियो आर्यन। 2 वर्ष बितिसकेको थियो। 2 वर्षसम्म मैले उसलाई देखेकी थिइनँ। उसले पनि मलाई कहिल्यै देखेन र खोजेन पनि। मैले धेरै पटक आफैलाई सम्झाएँ, सबै सकियो साक्षी, अब उसलाई बिर्स। तर केही मान्छेहरू जीवनबाट टाढा जान्छन्, मनबाट होइन। अचानक टिङ टिङ मेरो मोबाइल बज्यो। मैले सामान्य रूपमा फोनतिर हेरेँ, तर स्क्रिनमा देखिएको एउटा नामले मेरो सास नै रोकियो। आर्यन कलिङ। मलाई विश्वास नै लागेन। 2 वर्षपछि आज किन? मैले फोनलाई धेरै बेर हेरिरहेँ। मनले भनिरहेको थियो नउठाऊ, तर मुटुले भन्यो एकपटक उसको आवाज सुनेर हेर। अन्ततः मैले फोन उठाएँ। हेलो। केही सेकेन्डसम्म उताबाट कुनै आवाज आएन। त्यसपछि उसले बिस्तारै भन्यो साक्षी, कस्ती छौ? त्यो आवाज सुन्ने बित्तिकै मेरो आँखाबाट आँसु झर्न थाल्यो। 2 वर्ष अघि मैले अन्तिम पटक यही आवाज सुनेकी थिएँ र आज उही आवाज फेरि मेरो कानमा गुन्जिरहेको थियो। मैले केही बोल्नै सकिनँ। उताबाट फेरि आवाज आयो साक्षी, अझै पनि रिसाएकी छौ? मेरो घाँटी भरियो। मैले आँसु पुछ्दै भने रिस? यदि रिस मात्रै भएको भए सायद 2 वर्षमै सकिन्थ्यो, तर केही पीडा समयसँगै झन् गहिरो हुँदो रहेछ। ऊ केही क्षण चुप लाग्यो। त्यसपछि भन्यो मलाई तिमीसँग एउटा कुरा भन्नु थियो। त्यो वाक्य सुन्ने बित्तिकै म 2 वर्ष अघिको त्यो दिनमा फर्किएँ। त्यो दिन जब मैले आफ्नै हातले आफूले सबैभन्दा धेरै माया गरेको मान्छेलाई गुमाएकी थिएँ। फोन काटिएन, तर हामी दुवै केही समय मौन थियौँ। कहिलेकाहीँ मौनताले पनि हजारौँ शब्द बोलिरहेको हुन्छ। मैले आँसु पुछ्दै सोधेँ, किन फोन गर्यो आर्यन? उसले लामो सास फेर्यो। त्योभन्दा पहिले तिमीलाई एउटा कुरा सम्झाउन चाहन्छु। उसको आवाजले मलाई 5 वर्ष पछाडि पुर्यायो। त्यो दिन मैले पहिलो पटक कलेज गएको थिएँ। नयाँ ठाउँ, नयाँ मान्छे, मलाई कसैसँग बोल्न पनि डर लागिरहेको थियो। त्यही बेला मेरो हातबाट किताबहरू भुइँमा खसे। सबै हाँसिरहेका थिए, तर एउटा केटा दौडिएर आयो। उसले किताब उठाउँदै मुस्कुराएर भन्यो, पहिलो दिनमै किताबसँग झगडा? म पनि हल्का हाँसेँ। त्यो केटा थियो आर्यन। त्यही दिनबाट हाम्रो कुरा सुरु भयो। ऊ धनी थिएन, महँगो बाइक थिएन, महँगो मोबाइल पनि थिएन, तर उसको मन संसारकै सबैभन्दा सुन्दर थियो। म बिरामी हुँदा ऊ औषधि लिएर आउँथ्यो। मेरो परीक्षा हुँदा रातभर जागेर नोट्स बनाइदिन्थ्यो। म रोएँ भने ऊ आफू रोएर पनि मलाई हँसाउने प्रयास गर्थ्यो। एक दिन उसले मलाई एउटा सानो डायरी उपहार दियो। पहिलो पानामा लेखिएको थियो, यदि एक दिन म तिम्रो साथमा हुन सकिनँ भने पनि यो डायरी खोल्नु। यहाँ मेरो माया सधैँ जीवित हुनेछ। त्यो डायरी आज पनि मेरो हातमै थियो। समय बित्दै गयो, कलेज सकियो। सबैले आफ्नो आफ्नो बाटो रोज्न थाले। आर्यन जागिर खोज्न थाल्यो। म पनि काम गर्न थालेँ। सुरुका केही महिना सबै ठिक थियो। ऊ सधैँ भन्थ्यो साक्षी, अलिकति समय देऊ, राम्रो जागिर पाएपछि हामी बिहे गरौँला। म हरेक पटक हाँसेर भन्थेँ म तिम्रो साथमा छु। तर जीवनले हाम्रो परीक्षा लिन थालिसकेको थियो। एकपछि अर्को अन्तर्वार्ता, तर जागिर कतै लागेन। आर्यन पहिले जस्तो हाँस्न छोड्यो। फोनमा पनि चुपचाप बस्न थाल्यो। एक दिन मैले उसलाई सोधेँ, के भयो? ऊ मुस्कुराउने प्रयास गर्दै थियो। केही होइन, अलिकति थाकेको मात्रै। तर उसको दिनदिनै एउटै कुरा सुन्दै गएँ र बिस्तारै मैले पनि उनीहरूको कुरा विश्वास गर्न थालेँ। एक दिन मैले आर्यनलाई भेट्न बोलाएँ।
उसले खुसी हुँदै भन्यो, साक्षी, आज म तिम्रो लागि एउटा खुसीको खबर ल्याएको छु। तर मैले उसको कुरा नसुनी सिधै अब हामी यति नै रोकौँ। त्यो वाक्य सुने बित्तिकै उसको अनुहारको मुस्कान हरायो। उसले केवल एउटा प्रश्न सोध्यो, के मेरो गल्ती गरिब हुनु मात्रै हो? मेरो मुखबाट कुनै उत्तर निस्केन। आर्यनले केही क्षण मलाई हेरिरह्यो। उसको आँखामा आँसु थियो, तर उसले ती आँसु झार्न दिएन। ऊ हल्का मुस्कुरायो र भन्यो, ठिक छ साक्षी, म तिमीलाई रोक्दिन। माया भनेको जबरजस्ती होइन। तर एउटा कुरा सम्झिनु, आज तिमीले मलाई यो अवस्था देखेर निर्दय गर्यौ, मेरो मन हेरेर होइन। त्यो वाक्यले मेरो मन हल्लिएको थियो, तर मेरो अहङ्कार धेरै ठुलो थियो। म केही नबोली त्यहाँबाट हिँडेँ। पछाडिबाट उसले अन्तिम पटक बोलायो, साक्षी, म फर्किन। त्यो नै हाम्रो अन्तिम भेट भयो। समय बित्दै गयो। 6 महिना, 1 वर्ष, 2 वर्ष। मैले काममा आफूलाई व्यस्त राखेँ। राम्रो जागिर पाएँ, राम्रो तलब आउन थाल्यो, सबै कुरा थियो, तर मनभित्र एउटा खालीपन थियो। राति सुत्नु अघि म त्यही डायरी पढ्थेँ। हरेक पानामा आर्यनको लेखाइ थियो। यदि कहिले म टाढा भएँ भने पनि तिम्रो खुसी नै मेरो खुसी हुनेछ। त्यो पढ्दा मेरो मन भकानिन्थ्यो। एक दिन सामाजिक सञ्जाल स्क्रोल गर्दै थिएँ। अचानक एउटा फोटो देखेँ। आर्यन सुट लगाएको। उसको अनुहारमा पहिलाभन्दा धेरै आत्मविश्वास थियो। समाचारमा लेखिएको थियो, युवा उद्यमी आर्यन श्रेष्ठलाई उत्कृष्ट व्यवसायी पुरस्कार। म केही बेरसम्म स्क्रिनतिर हेरिरहेँ, आँखा रसाएँ। मनले भन्यो, जुन मान्छेलाई तिमीले कमजोर ठानेकी थियौ, उसले हार मानेन। त्यो रात मैले धेरै रोएँ। मलाई पहिलो पटक महसुस भयो मैले उसको गरिबी होइन, अधैर्यता रोजेकी रहेछु। धेरै पटक उसको नम्बर डायल गरेँ, तर हरेक पटक अन्तिम बटन थिच्नु अघि फोन काटिदिन्थेँ। मसँग माफी माग्ने साहस नै थिएन, किनकि गल्ती मेरै थियो। र त्यसपछि आज 2 वर्षपछि उसले मलाई फोन गरेको थियो। म वर्तमानमा फर्किएँ। फोन अझै काटिएको थिएन। मैले बिस्तारै सोधेँ, आर्यन, 2 वर्षपछि आज किन फोन गर्यौ? उसले लामो सास फेर्यो। केही सेकेन्ड चुप लागेर भन्यो, किनकि आज मैले तिमीलाई अन्तिम पटक एउटा कुरा भन्नु छ। मेरो मुटुको धड्कन झनझन बढ्न थाल्यो। मलाई लाग्यो सायद आज सबै फेरि पहिले जस्तै हुन्छ, तर मैले कल्पना पनि नगरेको कुरा उसले भन्न लागेको थियो। मैले बिस्तारै सोधेँ, आर्यन, किन फोन गर्यौ? उताबाट केही सेकेन्डसम्म कुनै आवाज आएन। विश्वास नै लागेन। मैले फेरि सोधेँ, के भन्यौ? उसले फेरि दोहोर्यायो, भोलि मेरो विवाह छ। आर्यनबाट मेरो थियो, तर मनले यो अधिकार मैले 2 वर्ष अघि नै गुमाइसकेकी थिएँ। मैले रुँदै सोधेँ, मलाई किन फोन गर्यौ? उसले भन्यो, किनकि हाम्रो कथाको अन्त्य अधुरो रहोस् भन्ने चाहन्थेँ। तिमीलाई दोष दिन फोन गरेको होइन, धन्यवाद भन्न फोन गरेको हुँ। म छक्क परेँ। धन्यवाद? ऊ मुस्कुराए जस्तो लाग्यो। हो, यदि तिमीले त्यो दिन मलाई छोडेकी नभएको भए सायद म यति धेरै सङ्घर्ष गर्ने मान्छे बन्ने थिइनँ। तिमीले दिएको पीडाले नै मलाई बलियो बनायो। त्यो सुनेपछि मसँग बोल्ने कुनै शब्द बाँकी रहेन। मैले साहस गरेर सोधेँ, के तिमीले मलाई कहिले सम्झियौ? उसले ढिलो गरी उत्तर दियो, हरेक जन्मदिनमा, हरेक वर्षमा, हरेक ठाउँमा जहाँ हामी सँगै गएका थियौँ। म बिर्सन खोज्थेँ, तर सम्झना आफै आइपुग्थ्यो। म रुन थालेँ। अनि अहिले पनि माया गर्छौ? उताबाट फेरि केही बेर मौनता छायो। त्यसपछि उसले भन्यो, माया त अझै पनि छ। अब त्यो मायाभन्दा ठुलो कुरा सम्मान हो, र मैले नयाँ जीवन सुरु गर्ने निर्णय गरिसकेको छु। म उसको विश्वास तोड्न सक्दिनँ। त्यो उत्तरले मेरो मन टुक्रा टुक्रा भयो। मैले कामेको स्वरमा भने, आर्यन, यदि समय फर्किन्थ्यो भने म तिमीलाई कहिल्यै छोड्ने थिइनँ। उसले शान्त स्वरमा भन्यो, साक्षी, जीवनमा सबैभन्दा महँगो कुरा समय नै हो। त्यो एक पटक गयो भने फर्किँदैन। त्यसपछि उसले अन्तिम पटक भन्यो, तिमी जहाँ रहे पनि खुसी रहनु, आफ्नो ख्याल राख्नु। फोन काटियो। म धेरै बेरसम्म त्यहीँ बसिरहेँ। कोठामा सनसटा थियो। बाहिर वर्षा रोकिएको थियो। मैले बिस्तारै त्यो पुरानो डायरी खोलेँ। अन्तिम पानामा आर्यनले 2 वर्ष अघि लेखेको एउटा वाक्य थियो, यदि एक दिन हामी सँगै हुन सकेनौँ भने पनि म चाहन्छु तिमी सधैँ खुसी रहोस्। साँचो माया कहिल्यै घृणामा बदलिँदैन। त्यो पढ्ने बित्तिकै म भक्कानिएर रोएँ। त्यो रात मैले पहिलो पटक आफूलाई माफ गर्न खोजेँ। मैले बुझेँ, मानिसको मूल्य उसको कठिन समयमा गर्नुपर्छ, समय भएपछि होइन।
कहीँ ढिलो भएर आएको एउटा फोनले सम्बन्ध फर्काउँदैन, उसले केवल एउटा सत्य सिकाएर जान्छ। समयमै साथ नदिएको माया पछि पछुतो बनेर मात्रै बाँच्छ। यदि यो कथाले तपाईँको मन छोयो भने लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र यस्ता मन छुने नेपाली कथाहरूका लागि सब्स्क्राइब गर्न नबिर्सनुहोला। थ्याङ्क यू।